साल्वी वेलकम ब्याक टु आवर च्यानल। आज चाहिँ हामी माडी जाँदैछौँ मामा माइजूसँग यता। यता चाहिँ मम्मी हुनुहुन्छ अनि भाइ पनि चाहिँ सुतिरहेछ। भाइले पनि सपनामा हेलो साहु भनिरहेछ है। अनि त्यसपछि हामी चाहिँ राष्ट्रिय निकुञ्ज जङ्गलमा छौँ। गएर ऊ त्यहाँ फोटो मात्रै छ, देखिन त देखिएन है। हामी दुईवटा बँदेल देख्यौँ अनि अरू त केही पनि देखेँ होइन, चराचुरुङ्गी होला। अब हाम्रो यात्रा यही छ। अब जे हुन्छ देखा जाए कि हेर्दै जानु होला है त। How are you? I'm Sandava. हामी चाहिँ अहिले माडी गएको छौँ। बसन्तपुरमा रोकिरहेछौँ। खबपु उता हुनुहुन्छ, कता हुनुहुन्छ। खबपुजीलाई हेर्न मन छ। उहाँ चाहिँ खलासी हो। साँच्चै खबपु नदेखेको भिडियो नै एन्ड नगर्ने ल। अझै ड्राइभर हो, लोरे ड्राइभर। मम्मी चाँडो खबरको ट्याक्कै खबरको छैन भने गाइस कमेन्ट गर्नु है। खबरको ट्याक्कै खबरको के ट्याक्कै खबरको हेर्नु न गाइस। होइन त खबरको खबरको भाइ नै होला क्या फेरि। मकैबारी दरम दरम आइपुग्यौँ हामी फेरि माडी। के चाहियो तिमीलाई? चिकन आउनु प्लानै थिएन, आइयो त्यहाँ भेटेर। साल्वी यो चाहिँ ठुलमम्मी पढेको स्कुल हो हेर है। माडी आमाले पढाउनु भएको स्कुल हो क्या साल्वी, देख्यौ कस्तो माडी सुज कहाँ यहाँबाट होइन माडी सुज दिएको त। जे भयो नि माडी आमाले पढाउनु भएको स्कुल हो यो साल्वी। अनि ठुमो पढेको स्कुल यही हो। यस्तो ठुलो छ, भित्र जान मिल्दैन। मामा माइजू पनि हिँडिरहनु भएको छ, हेरिरहनु भएको छ है। यी चाहिँ जिपिए ल्याएका मान्छे रहेछन्। ओहो त्यो चाहिँ के हो र आमा, यो के गरेका हुन् यो? हजुर पासआउट ब्याच
भन्नाले 2020 एसएलसी दिएर के एसएलसी पास आउट ब्याच ए यो मान्छे 4.48 GPA. ए Maybe ल 4.0. कस्तो मजा हेर्दा साल्वी कस्तो मजा पछाडि तिमी यता हिँड्न दादाले तलबाट खिचिदिन्छ अलि पानी सार अनि हिँड्दाखेरि फ्याट्न त आफ्नै फाल्छ नि त त्यहाँ हिँड त्यहाँ धेरै पानी छ त्यहाँ हिँड नि त्यहाँ हिँड त्यहीँबाट हिँड भाइको भिडियो बनाइदेऊ रे बगान कागती छाँदेर खाँदैछौँ है गाइज हो हेर्नु त पुरा डल्ला डल्ला गेडा गुलियो कागती यो माथि 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 पनि खै ए माथितिर कहाँ ए त्यही देखो साल्वी कागती कति ओ एक काँडा हुँदो रहेछ नि त ऊ त साथ जान सक्छ ऊ अथा भेटेन ज्वरो शीतल पानी ए त्यो त भेट्टाउनु पाए हुन्थ्यो भनेको ल भेट्टाइयो यति डबा कागती ल साध्न लाग्यो है यस्तो साध्न लाग्यो अब यसमा साध्ने मान्छेहरू यस्तो हुन्छ है प्राकृत पनि यस्तो हुन्छ है साध्ने मान्छे तन्दुरी पाउ मैले देखाएन तिमीलाई कागती हो यस्तो कागती बेला चाहिँ जुन खर्चमा डुबेर खान लाग्छ है त खुर्सानी नो रियाक्सन है नो रियाक्सन ल साँधेर होइन साँधेर होइन ए आमाले यत्रो यत्रो ल्याइदिनु भयो हो अम्बा आएको त ट्याक्कै अम्बा आएको ल यी नो रिएक्सन नो रियाक्सन दामी हुँदो रहेछ भाइ ठुलो काट्ने एउटा मात्रै यो मिठो छ अब चाहिँ कागती र यो सुन्तला साधेर खाने कार्यक्रम भइरहेको छ निबुवा ए अँ निम्बुवा निबुवा हो दिदो यसरी ल्याउँदा म काट्छु तिमी हात काट्छौ कि त्यस्तो ढिलो यसलाई छाडो गर्नु ल बास कसरी मुस्ने हातले ल यति थाप्छ यो गाडीको देखेपछि जुन रेल पङ्का निस्क्यो ल पछाडि हुन्छ हाल्नु मुस्दिन हुन्छ किनभने हात दोहोऱ्याउनु गयो अँ हुन्छ कुनै पनि मुस्दैन मुस्न पर्छ पुरै गाछ गाछ गर्नुपर्छ हो मुस्नु बस्नु तिमी त गर्ने होइन मुस्दिनु मुस्दिनु मामा केही पनि हुन्छ मैले पनि गर्नुहुन्छ तिमीले त अलि ह्यान्डल गर्नु भनेर हो क्या हो बास यस्तो पो हो त मैले गर्नु मामा स्पेसल कागती साँधेर है आज
साल्वी हेर है यो भिडियो चाहिँ साल्वीलाई मात्रै हो क्या अरू कसले नै हेर्न पाउँदैन थम्बनेल सर्भिस पुगेछ दिदी पुग्यो मम्मी पुगेछ प्लेट मम्मीलाई निकाल्ने म सुन्तला सुन्तला हाल्छु मामु अब मैले मुस्लिम अब चिनी हाल त्यसमा कान्छ हुन्छ अम्म मैले मुस्लिम हुन्छ अब मुस्लिम अनि सरे हाल्दा सरे हाल चिन्छ के फेरि आज हुन्छ अब गर्नुहुन्छ आमु गर्नुहुन्छ पुग्दैन 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 कतिको अमिलो खानु नि त के लाखे दिदी हेर्नु त्यसमै अनि निकालौँ मैले त्यो प्लेटमा निकालेछ क्या तिमीलाई नुनहरु ला तँ मिठो देखे है कस्तो भए मामाजु बेस्ट साल्वी हेर त यो सर्भिसलाई हो साल्वीलाई है आजको भिडियो के भाउले हुन्छ एकदम मासु मासु देखे है अन्त मासु मासु आमाले पकाउनु भएको स्पेसल कुर्कुन मलाई ल मासु मासु दरेम दरेम हेर्नु त ल अब चिउरा त दिएर हुन्छ दिदी कहाँ खाइन्छ दिदी म थप्छु बरु चिउरा त्यत्रो त हैन निकाल निकाल उता फेरि माइजू चाहिँ तिमीलाई चम्चा चाहिन्छ लौ म चाहिन्न म त हातले खाने मजाले माइ दही चिउरा दरेम दरेम हामी चाहिँ मासु भात कराम कराम मासु भात होइन चिउरा म पनि हातैले हो कहाँ हजुर खानु न खाने हो त्यो हाल्दो त प्रान्त ल लास्ट गरिम भएर मासु लाएर सुत्नु भएको छ यता माइजू हम्काइदिनु भएको छ ऊ सानो यस्तो छ म चाहिँ ए आमा चाहिँ माडी आमा चाहिँ यी चिया बनाउँदै हुनुहुन्छ अङ्किदिनु पर्यो आमालाई मासु कडा लाग्यो मामा एकदम पेटै देखियो मेरो खाँदा नि कडा लाग्यो खाइसि नि कडा लाग्यो यो के हो यो बप्ती थकाली बप्ती माडीमा पाइने थकाली बप्ती सबैजना थकाली बप्ती खान मन लाग्यो माडी निवास आउँदा हुन्छ आज माडीको ट्रिप चाहिँ यहीँ टुङ्ग्यो मासुभारी टम्मा छ बाई साउ ल साल्वी कस्तो लाग्यो हेर है राम्रो छ भने फोन गरेर टिभीमा हेर ल सन्दालाई यो लास्टमा देखिन्छ कि यो चाहिँ अब ल बाई साल्वी बाई साउ बाई साउ